Up guys, welcome back to our YouTube channel. आज पनि हजुरहरूलाई हामीले रिभ्यू एपिसोड 2 मा लिएर आइसकेका छौं। MG ले भर्खर लन्च गरेको S6 सिरिजको गाडी के कस्तो छ, जसको चाहिँ प्राइस अनुसार र यसको फिचर अनुसार के कस्तो छ भनेर इन डिटेल बुझ्ने प्रयास गर्दैछौं। बुझौं है त। हामीसँग हुनुहुन्छ यसै एमजी सोरुमका इन्चार्ज। नमस्कार सर। नमस्ते, हजुरलाई स्वागत छ। धन्यवाद। हजुरको शुभ नाम? मेरो नाम प्रकाश जङ्गराडा, म एज अ सेल्स म्यानेजर रूपमा कार्यरत छु यहाँ अहिले। मेरो करियर चाहिँ यस अटोमोबाइल सेक्टरमा चाहिँ 2003बाट मेरो यो अटोमोबाइल सेक्टरमा चाहिँ करियर सुरु गरेँ। त्यसबाट मैले विगत 2 वर्षबाट यहाँ कार्यरत छु। अब एमजी को कुरा गर्नु पर्दा चाहिँ विगत कयौं वर्षदेखि त एकदम लग्जरी र इभी सेक्टरमा सबभन्दा पहिला पाइला चालेको, नेपालमा सबभन्दा पहिला पाइला चालेको कम्पनी रहेको छ। र अहिले रिसेन्टली नै हेर्ने हो भने S5 को राम्रो अपार सफलतापछि चाहिँ एमजी ले S6 को इन्ट्रोड्युस चाहिँ नेपालमा गराइसक्यो। यो S6 सिरिजको गाडी चाहिँ के कस्तो कुराले चाहिँ बढी स्ट्रङ पोइन्ट ग्र्याब गरेर चाहिँ यो मार्केटमा आएको छ बारे हजुर यसो जानकारी गराइदिनु त। MG को S5 को अपार सफलतापछि कुन छ भने यो नेपालको मार्केटमा चाहिँ हजुरको 1000 युनिट भन्दा पनि बढी S5 चाहिँ बिक्री वितरण भएको अवस्था छ। त्यसको अपार सफलतापछि त्यसमा केही अपग्रेड भएर चाहिँ MG को X6 चाहिँ नेपाल बजारमा आएको छ। यसले पनि धेरै राम्रो मार्केट लिन्छ भन्ने हाम्रो विश्वास छ। के कस्ता चेन्जेसहरू चाहिँ भएर आएको छ त नि यो गाडीमा? यसमा के छ भन्दाखेरि एक त हजुरको ब्याट्रीको पावर नै बढी भएर आएको छ। 77 किलोवाट आवरको ब्याट्री छ यसमा। ल हेरौँ न त, त्यसो भए यसबारेको के कुरा छ इन्टेरियरमा पनि आएर बुझौँ। सबै कुरालाई निहाल्दा यस गाडीको चाहिँ इन्टेरियर डिजाइनमा चाहिँ के कस्ता चेन्जेसहरू भएर आएको छ? यो गाडी एकदम प्रिमियम छ हजुरको। यसमा चाहिँ अलिकति चेन्जेस भनेको तपाईँको चाहिँ एम्बियन्ट लाइटहरू छ, HD छ, अनि यसको सिट चाहिँ एकदम प्रिमियम लेदर जुन फरारीमा युज हुन्छ यो एलेकेन्ट्राको लेदर युज भएको छ। र यसमा के छ भन्दाखेरि तपाईँको हिटेड र भेन्टिलेटेड सिटहरू छ। पछाडिको सिटमा पनि रियर सिटमा पनि हिटेड सिट छ। भनेपछि यो गाडीको सफ्टवेयरहरूको सब्सक्रिप्सनका लागि र अपडेटका लागि के कस्तो म्यानेज गरेको छ त नि एमजीले? यसमा के हुन्छ भन्दा तपाईँको चाहिँ अब साइक मोटर्सले जो चाहिँ चाइनाबाटै ग्लोबल eSIM यसमा जडान गरिएको छ, त्यही हिसाबले अपग्रेडहरू चाइनाबाटै अपग्रेड हुन्छ तपाईँको यसमा। भनेपछि एकदम सजिलो हुने भयो। अब अपडेटका लागि मात्रै भनेर पनि हजुरको सोरुम धाइरहनु पर्ने अवस्था रहेन। सेटेलाइटबाट नै डाइरेक्ट अपडेट हुने भयो। हजुर, यस गाडीलाई नयाँ अपग्रेड त गरेको छ, के कस्ता अपग्रेडहरूमा चाहिँ बढी फोकस दिएको हजुरले पाउन सक्नुहुन्छ र के कस्ता चेन्जेस र यो गाडीमा चाहिँ मुख्य एकदम हजुरलाई पनि मन परेको कुराहरू चाहिँ के कस्तो रहेको छ इन्टेरियर डिजाइनमा, त्यो कुराहरू यसो जानकारी दिनु। यस्तो छ यसको एक त इन्टेरियर एकदम प्रिमियम लुक छ। MG को X6 तपाईँको डाइमेन्सन पनि त्यति नै ठुलो। हजुरको पछाडि सिटमा बस्दाखेरि हेडरुमहरू एकदम मजाले पाउनुहुन्छ। र अर्को के छ भन्दा तपाईँको MG को आई स्मार्ट भन्ने एउटा एप छ। त्यो एपबाट गाडीको लक अनलक हजुरलाई चाबी नै चाहिएन, त्यो मोबाइलबाटै तपाईले गाडी लक अनलक सबै कुरा गर्न सक्नुहुन्छ र यो जीपीएस पनि त्यो मोबाइलबाट तपाईले गाडी कता छ कुन अवस्थामा छ सबै कुराहरू मोबाइलबाट हेर्न सकिन्छ। यसको जुन मोबाइलमा चाहिँ लगइन गरेको छ त्यो मोबाइल भएपछि एज की पनि युज गर्न मिल्यो,
यस गाडीको लाइभ लोकेसन GPS को प्रयोग पनि त्यहीँबाट हेर्न मिल्यो यो गाडीको चाहिँ ह्यान्डल पनि हिटेडवाला नै हो हजुर हिटेड एन्ड डबल डी सेपमा छ यो हिटेड हो हजुरको यो टिल्ट एन्ड टेलिस्कोपिक दुइटै अगाडि पछाडि सबै गर्न मिल्छ यसमा एउटा छ ड्राइभर मोनिटरिङ सिस्टम छ तपाईँले ड्राइभ गर्ने बेलामा तपाईँलाई मोनिटर गरिराखेको हुन्छ र तपाईँले आँखा चिम्लिनु भयो भने उसले चाहिँ अलर्ट गर्छ तपाईँलाई निदाउन दिँदैन भनौँ एउटा कम्पार्टमेन्ट दिएको छ यहाँ दुईवटा कप होल्डर छ यसमा चाहिँ कुलरकै काम गर्छ यसले र अर्को कुरा हजुरको यो जुन अगाडिको डिस्प्ले छ यसमा 12.8 इन्चको चाहिँ दिएको छ डिस्प्ले यसमा तपाईँको अटो होल्ड सबै कुराहरू हामीले यहीँबाट गर्न सक्छौँ र ड्राइभिङ कन्ट्रोलहरू यसमा MG पाइलटहरू ड्राइभिङ कन्ट्रोल क्लस्टर एम्बियन्ट लाइटहरू सबै कुराहरू हामीले यहीँबाट गर्न सक्छौँ एडास लेभल 2 त्यो हिसाबले गर्दा पनि सेफ्टीको लागि अब युरोपमा युरो एन्ड क्याप पनि यसले टेस्टेड पास गरिसकेको छ त्यो भएको हिसाबले सेफ्टीको लागि त एकदम राम्रो छ गाडी अर्को कुरा पनि भन्छु म तपाईँलाई यो फुल्ली प्यानोरामिक मुनरुफ छ यसमा जुन तपाईँको चाहिँ बस्नको लागि एकदम कम्फर्टेबल छ र यसमा पछाडि हिटेड सिट पनि छ त्यसको स्विच तपाईँले यही स्विच यही नजिकै दिएको छ यसबाट ब्याट्रीको कुरा गरेको थिएँ नि हजुरको यो ब्याट्री एउटा कोकको क्यान भन्दा पनि पातलो छ त्यो भएको हिसाबले हजुरले बस्ने बेला पनि फिल गर्न सक्नुहुन्छ हजुरको ग्याप चाहिँ मैले एकदम हेडरुमहरू हेर्नु लेग स्पेसहरू एकदम कम्फर्टेबल स्पेसियस छ गाडी एकदम ल यसको टेलगेट ओपन गर्नको लागि नै हामीले चाहिँ बुट सेन्सरबाटै खोल्न सक्छौँ यसको बुट स्पेस पनि एकदम ठुलो छ 674 लिटरको बुट स्पेस पाउनुहुन्छ तपाईँले यसमा 670 लिटर 74 लिटर यसमा तपाईँले यो कुनै सामानहरू अगाडि राख्नको लागि हजुर यसमा केही सामानहरू पनि राख्न सकिन्छ भने यो यहाँ दिएको चाहिँ के रहेछ यो 12 भोल्टको ब्याट्री हो जुन सुरुमा हजुरको सिस्टम चलाउनको लागि मात्रै यसको प्रयोग गरेको हुन्छ हैन गर्नको लागि हजुरको सकियो टेलगेट ओभरअल हेर्दा गाडी एकदम म्यासिभ अब यो गाडीको चाहिँ ब्याट्री चार्जिङ सिस्टमहरूको के कस्तो छ त्यो पनि बुझाइदिनुहोस् न AC चार्ज र DC चार्ज चाहिँ कस्तो टाइम रेन्जमा चाहिँ यसले चार्जिङ गर्छ 0 to 100 अथवा 20 to 100 त्यो पनि भनिदिनुहोस् यसको यस्तो छ हजुरको 10 बाट 80% सम्म गर्नको लागि जम्मा 38 मिनेटमा चाहिँ गर्न सकिन्छ जुन तपाईको 38 मिनेट 77 किलोवाटको ब्याट्री 10 to 80 हुनु मात्र 38 मिनेटमा तपाईले चार्ज गर्न सक्नुहुन्छ यसमा चाहिँ 11 किलोवाटको AC चार्जर सपोर्ट गर्छ यसले र यसको म्याक्सिमम चाहिँ 144 किलोवाटको चाहिँ DC चार्जर सपोर्ट गर्छ ल यसको डाइमेन्सनको कुरा गर्नुपर्दा तपाईको 15.5 फिटको चाहिँ यसको लेन्थ छ र यसको हाइट चाहिँ 5.5 फिटको छ भने यसको चाहिँ वेट चाहिँ 6.5 फिटको छ र यसको ग्राउन्ड क्लियरेन्सको कुरा गर्नुहुन्छ भने 195 mm को छ यसमा इन्डिपेन्डेन्ट सस्पेन्सन र रियर व्हील ड्राइभ हो यो र यसको चाहिँ 20 इन्चको चाहिँ एलो व्हील दिएको छ यसमा रियर व्हीलको पिकअप त तपाईलाई थाहा नै छ हैन यसको 0 to 100 चाहिँ 7.3 सेकेन्डमा चाहिँ 0 to 100 को स्पिडमा यो जान्छ भनेपछि ओभरअल गाडी S5 को लेखी धेरै पावरफुल र एकदम सबै कुरालाई नेपालको रोड कन्डिसन अनुसार सबै कुरालाई मध्यनजर गर्दै नेपालमा चाहिँ लन्च भएको भन्ने हामीले जानकारी पायौँ यहाँ हुन्छ त्यसैगरी यसमा अगाडि एउटा फ्रङ्क दिएको छ जुन 124 लिटरको छ तपाईले सामानहरू मजाले एकदम क्यारी गरेर राख्न सक्नुहुन्छ यसमा मार्केटमा MG लगायत अरू पनि धेरै BYD अमोडा पाल धेरै प्रकारहरूका इलेक्ट्रिक भेहिकलहरू छन् त्यसमध्ये हजुर MG नै चाहिँ चुज गर्नु भनेर के कुरामा चाहिँ हजुर भन्न सक्नुहुन्छ अब यस्तो छ तपाईको चाहिँ सिन्स 1924 बाट चाहिँ हामी चाहिँ MG को गाडीहरू चाहिँ वर्ल्डमा बिक्री भइसकेको अवस्था छ र 100 इयर्स भन्दा पनि बढी भएको अवस्थामा अब MG को प्रिमियम गाडी नेपालमा पनि 2018 बाट हामीले चाहिँ नेपालमा चाहिँ 2018 बाट ल्याएर चाहिँ बिक्री वितरण गरेको अवस्था हो र नेपालमा EV को ट्रेन्ड ल्याउने पनि MG को गाडी नै हो
त्यो किन भन्दाखेरि एमजीको जेडिएस चाहिँ नेपालको अपार सफलतापछि एमजीको S5 आयो, त्यो पछि चाहिँ हजुरको अहिले चाहिँ एमजीको X6 गाडी आएको छ। यतिको प्रिमियम एसयुभी चाहिँ जम्मा 69.99 लाखमा चाहिँ मात्र 69.99 लाखमा त्यति कम मूल्यमा हामीले तपाईँहरूले दिएको छ। एकदमै कम्पिटिटरहरूको प्राइजदेखि त एकदमै राम्रो प्राइसमा लन्च गरिसकेको रहेछ भने यसको इएमआई को प्रोसेस चाहिँ के कस्तो रहनेछ? यसको इएमआई के छ भन्दा मात्र 20% डाउन पेमेन्टमा तपाईँले यो गाडी लान सक्नुहुन्छ। मात्र 14 लाखमा, मात्र 14 लाख रुपैयाँमा यो गाडी तपाईँले लान सक्नुहुन्छ। सोचिहाल्नुभयो, मात्र 14 लाखको डाउन पेमेन्टमा हजुरले चाहिँ यति राम्रो रेन्ज दिने, 530 किलोमिटरको रेन्ज दिने र म्यासिभ मोटर भएको गाडी चाहिँ हजुरले इएमआई गरेर लान सक्नुहुनेछ। मात्र 14 लाख है, यो कुरा चाहिँ ख्याल गरिराख्नु होला। के छ भन्दा हजुरको अब आफ्टर सेल सर्भिस पनि हाम्रो आफ्नै चाहिँ सर्भिस सेन्टर रहेको छ। त्यसको लागि चाहिँ अब सर्भिसको लागि चाहिँ हामी त एकदम तपाईँहरूलाई पहिलेबाट पनि हामीले गरिराखेको अवस्था छ अनि हामी ढुक्क रहेर एमजी गाडी चुज गर्न सक्नेछौँ, होइन त सर? अब हाम्रा कस्टमरहरूले चाहिँ हाम्रो सोरुम भिजिट गर्नको लागि यहाँले सोरुमको लोकेसन पनि यस्तो डिटेल दिनु पऱ्यो सर। हाम्रो सोरुम रहेको छ पोखरा 10 उत्तम चोक। यसमा आएर तपाईँहरूले गाडीमा चढेर फिल गर्न नि सक्नुहुन्छ र टेस्ट राइडको पनि व्यवस्था छ यसमा। तपाईँहरू आएर चाहिँ सोरुम भिजिट गरेर टेस्ट राइड गर्न पनि सक्नुहुन्छ। ल, हजुरलाई धेरै धेरै धन्यवाद। हुन्छ, हजुरलाई नि धेरै धेरै धन्यवाद। ओभरअल गाडीका सबै कुराहरू चाहिँ हामीले राम्रोसँग बुझिसकेका पनि छौँ। अब इन डिटेल्स अन्य केही जानकारी चाहेमा हजुरहरूले कमेन्ट गर्न सक्नुहुनेछ। लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। आजलाई यति नै, धन्यवाद।